कुखुराका चल्लाले पनि साह्रै दुःख दिन्छ। गाडी बाइक सिक्ने ठाउँमै होइन यो हुन चाहिँ, तर अब यसरी सिकाउनुहुन्छ अब के भन्ने होइन, नगर्नु भन्दा पनि नमिल्ने उनीहरूको ठाउँ हो। नमस्ते सबैजनालाई, यहाँहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब भ्लगमा। सो आज अर्को नयाँ दिन नयाँ भ्लग, अनि म चाहिँ अहिले साँझको 5:15 भयो अनि आज बहिनीहरूकोमा जाँदैछु। सो यो भिडियो के को बारेमा भन्ने कुरा तपाईँहरूले थम्बनेलबाटै थाहा पाइहाल्नुभयो होला। सो म आज बहिनीकोमा जाँदैछु। द रिजन इज आज होइन अस्ति यो महिना, अहिले साउनको महिना हो, साउनको महिना अस्ति 3 गतेदेखि नै बहिनीहरूकोमा पुराण लागेको। आज 7 गते भयो अनि त्यहाँ पुराण लागिरहेको छ नि। यसो बहिनी भान्जालाई पनि भेटघाट हुन्छ, पुराणमा पनि गई हुन्छ भनेर म त्यसको लागि भनेर जाँदैछु। अनि सबैभन्दा पहिले त म यहाँ साथीकोमा जान्छु, निरजकोमा। निरजको अस्ति मैले लाइसेन्स मसँग राखिरहेको थिएँ, उसको त्यो लाइसेन्स निकालिदिनु पर्ने थियो र गएको थिएँ, त्यो दिन मलाई दिएर निकाल्नलाई। सो उसको लाइसेन्स मैले यहाँ मसँग छ, उसलाई दिनुपर्ने, आइपुगेन भन्ने कुरा हो। दमक गएको थिएँ, आइपुगेकै रहेन रहेछ। होस् अब मसँगै हुन्छ, केही हुँदैन। सो जाउँ है। म बाइकमा पेट्रोल पनि छैन, पेट्रोल पनि हाल्छु। अनि त्यस पछाडि हामी पेट्रोल पम्पकै बाटोबाट झर्छौँ। यो चाहिँ ठ्याक्क केर्खा बजार, अहिले केर्खा बजारमा छु म। सो अटोहरू लागिरहेछ बाटोमा है। सो हामी ठ्याक्कै केर्खा बजारबाट अलिकति अगाडि गए पछाडि हाम्रो रिजाल पेट्रोल पम्प आउँछ। अनि त्यो पेट्रोल पम्पबाट चाहिँ हामी उँधो लाग्छौँ गौरादाको लागि। मेरो बहिनी ज्वाइँको घर चाहिँ गौरादामा हो है। सो पहिले यहाँ पेट्रोल हालौँ। पेट्रोल एकदमै कमै छ, लाइक तलसम्म पुग्छु पुग्दिनँ मलाई थाहा छैन। भरे पुगेँ भने नि फर्किँदाखेरि फेरि भोलि आउने बाटो सेम बाटो रुट हो, त्यहाँनिर पेट्रोल पम्पै छैन, कि त अर्को बाटोबाट आउनुपर्छ। सो त्योभन्दा बेटर मेरो लागि चाहिँ आज म यहीँनिरबाट पेट्रोल हालेर जान्छु। 1000 रुपियाँको पेट्रोल हाल्छु, धेरै पनि हाल्दिनँ म। लाइन त राम्रै लाइन छ पेट्रोल पम्पमा पनि। सो पेट्रोल हालौँ अनि त्यस पछाडि निस्क्यौँला है त। सो पेट्रोलको दाम पनि 194 रुपियाँ 95 पैसा रहेछ। हजुर 1000 को लगाइदिनु न, 1000 को हालिदिनु। यो लिनु त। 1000 को कति आउँछ? 5 लिटर 5 लिटर 130 ml आउँदो रहेछ। ल धन्यवाद। पेट्रोल हाल्यौँ, अब हामी यहाँबाट निस्किन्छौँ है। सो बाटो चाहिँ यही बाटो हो, पेट्रोल पम्पभन्दा यतापट्टिको बाटो छ। यसलाई चाहिँ हाम्रो ठ्याक्कै के ठाउँ भन्छ भने, कहाँ लेखेको थियो यार यहाँनिर, अमलडाँगी चोक भन्छ यसलाई खासमा। सो यो अमलडाँगी चोकबाट चाहिँ, अमलडाँगी नै होला हौ, यहाँ बोर्डमा लेखेको छ नाम कतै, हेरौँ न के भन्छ, सिद्धार्थ टोल, सिद्धार्थ चोक, अमलडाँगी चोक भन्छ जस्तो लाग्यो त। सो यहाँबाट अब उँधो गौरादा जाने बाटो। सो यही बाटो सरमपाडा, त्यस पछाडि सरमपाडाबाट तलतिर अलिकति तल होइन, सोलमारी हुँदै हामी गौरादा पनि जान सक्छौँ। सरमपाडाबाट दुईवटा बाटो छुट्टिन्छ, एउटा सोलमारी जाने बाटो, एउटा डाइरेक्ट गौरादा जाने बाटो छुट्टिन्छ। सो हामी सोलमारीतिर जाँदैनौँ, हामी डाइरेक्ट गौरादाको बाटोबाट जान्छौँ। सो यो बाटो साँझको टाइम चाहिँ अलिक मान्छेहरू चाहिँ हुन्छन् सायद, नत्र दिउँसो खासै गाडीहरू त्यस्तो कुद्दैन। साँझ पनि हुँदैन होला, अब यस्तै गाउँको बाटो हो होइन, रनिङ गर्ने मान्छेहरू यसो 1-2 जना निक्लिन्छन्। सो त्यसले गरेर चाहिँ मान्छेहरू हुन्छन्, नत्र त यो बाटोमा खासै मान्छेहरू हुँदैनन्, त्यही भएर आरामले जान पाइन्छ है। एन्ड बहिनीहरूकोमा म के भन्दै थिएँ, बहिनीहरूकोमा पुराण लाग्दैछ है, अस्ति 3 गतेदेखि पुराण लागेको। सो आजको भ्लग अलिकति बेग्लै हुनेवाला छ, अरू बेलाको भन्दाखेरि अलिकति डिफ्रेन्ट नै हुन्छ है। सो यो च्यानलमा यस्तै भिडियोहरू मात्रै आउँछ, यो मेरो मेन च्यानलमा आउँदैन, यो मेरो सेकेन्ड च्यानलमा भिडियो आउँछ। सो यो च्यानलमा अब यस्तै कहिले कहाँको भिडियोहरू आइबस्छ। फर्स्ट च्यानलमा चाहिँ प्राय ट्राभलसँग रिलेटेड होइन, मोटो भ्लगहरूसँग रिलेटेड, मोटर बाइकसँग रिलेटेड भ्लगहरू आउँछ अलिकति त्यसमा चाहिँ। एन्ड भन्दा पनि अस्ति मैले एउटा मम्मीसँगको भिडियो हालेको थिएँ। सो मङ्गलबार त्यो भिडियो आएको थियो, आज बिहिबार भयो। सो 2 दिन 3 दिनमा यहाँहरूले
राम्रो माया देखाइदिनु भयो त्यहाँको भिडियोमा पनि। सो फर्स्ट च्यानल तपाईँहरूले भिजिट गर्नुभएको छैन भने म फर्स्ट च्यानलको लिङ्क राखिदिन्छु, फर्स्ट च्यानल पनि भिजिट गर्नु होला, त्यहाँ पनि भ्लगहरू आइबस्छ है। अनि यसमा पनि म यसो कहिलेकाहीँ कन्टेन्टहरू दिइरहेको हुन्छु, खासै धेरै एक्टिभ छैन म यसमा। म कोसिस चाहिँ गरिरहेको छु एक्टिभ हुने, बट मैले टाइमै पाएको छैन, मेरो आफ्नै कामले गर्दा होइन, आफ्नै प्रब्लमहरूले गर्दाखेरि म खासै कन्टेन्ट बनाउन हिँडिरहेको हुँदिनँ। बट मैले भ्याएको बेलामा म एउटा यसो एक दुईवटा कन्टेन्टहरू चाहिँ निकालेर दिने कोसिस गरिरहेको छु। सो भिडियोलाई लाइक गरिदिनु होला, यदि च्यानलमा पहिलोचोटि हुनुहुन्छ, च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल पनि सब्सक्राइब गरिदिनु होला है। भिडियो के कस्तो लाग्छ मन पऱ्यो भने भिडियो लाइक गरिदिनु होला, के मन पर्छ के मन पर्दैन कमेन्ट पनि गरिदिनु होला। सो यो चाहिँ हाम्रो पारुहाङ चोक, यहाँबाट उता सीतापुरी पनि जान्छ, हामी यहाँबाट सिधा उँधो जान्छौँ है। यहाँबाट उँधो जाने हो गौरादा जानको लागि, सोलमारी सरङपाडा समयगढ जानको लागि। एन्ड यो अहिले बाइक निक्लेको ठाउँ ठ्याक्क यहाँबाट राइटमा लेफ्टमा यो केर्खा चोक निक्लिने बाटो हो यहाँबाट चाहिँ। सो हामी यहाँबाट नि अझै उँधै जाने हो। सो राइड इन्जोय गर्नु होला है। अनि म अलिकति तल पुगे पछाडि अनि भेट्छु है त। सो यो बाटो निकै लामो छ भन्दा पनि गौरादातिरबाट यता गौरीगञ्जतिरबाट गेउरियातिरबाट जाने बाटो भन्दा यताको बाटो एकदम सजिलो छ अनि छिटो पनि छ। उताको बाटो अब के भन्छ पाडाजुङीसम्म पुग्नु पऱ्यो अनि त्यहाँबाट फेरि ओह्रालो झर्नुपर्छ। सो पाडाजुङीबाट ओह्रालो झरिन्जेलमा चाहिँ यहाँबाट लगभग म आधी बाटो नै क्लियर गर्छु। त्यही भएर पनि म यतैको बाटो प्रिफर गर्छु प्रायः गौरादा जाँदाखेरि। बाटो सजिलो छ, मान्छेहरू हुँदैनन् बाटोमा है, हाइवेमा खासै त्यस्तो धेरै यहाँनिर मान्छेहरू छैनन्, बाटो पनि खुल्ला बाटो छ, गाउँको बाटो हो। अलिकति चाहिँ डर हुन्छ, बट माथि हाइवेको जस्तो चाहिँ छैन, धुलोहरू उड्ने ओर्ने हुँदैन, हिलोहरू हुँदैन बाटो। अलिकति तल पुगेपछि ठ्याक्क गौरादा पुग्नुभन्दा अलिकति मासतिर चाहिँ अलिकति त्यहाँ बिग्रेको छ बाटो, बट निकै राम्रो छ नत्र त बाटो पनि। सो यो बाटो म पहिले एक्ज्याक्ट हिँडिरहेकै बाटो हो, त्यही भएर पनि मलाई थाहा छ कहाँ के छ भनेर है। म गौरादा त्यस्तो धेरै यो बाटोबाट नगए पनि म पहिले लालिमा स्कुलमा पढाउँथेँ अनि यो चाहिँ पहिले हामी आउँदाखेरि गाडी आउँदाखेरि अलिकति तलतिरसम्म आउँथ्यो गाडी, लालिमाको गाडी यही बाटो अझै पनि आउँछ सायद, अझै पनि विद्यार्थीहरू छन् यहाँनिर, लालिमा पढ्ने विद्यार्थीहरू एक दुईजना छन्। सो हाम्रो गाडी अलिकति तलतिरसम्म आउँथ्यो, त्यो चाहिँ के चोक भन्छ त्यसलाई, बाले चोक समथिङ के भन्छ, अब आइहाल्छ यहाँबाट धेरै छैन। सो यहाँसम्म गाडी आउँथ्यो है। हाम्रो आई थिङ्क वडा नम्बर 3 को होइन, वडा नम्बर 4 या 5 को 4 को होला हौ, पहिले यहाँ वडा कार्यालय यिनीहरू थियो कि सुरुमा। भाडाहरू त गतिलो रहेछ। ए छलफल चोक, बाले चोक होइन, छलफल चोक भन्छ यसलाई है। सो यहाँबाट पनि अझै हामी उँधै जान्छौँ। यताबाट 2-3वटा बाटो चाहिँ छिर्ने, यो बाटो सबै बिग्रिएको छ यताको बाटोहरू, यही बाटो राम्रो छ। सो पहिले यो छलफल चोकसम्म आउँथ्यो गाडी, लालिमाको गाडी। सो यहाँसम्मको विद्यार्थीहरू कोही अहिले हेर्दै हुनुहुन्छ भने नयाँ विद्यार्थीहरूले त खासै मलाई चिन्नु हुँदैन होला, बट 2014-15-16तिर लालिमा स्कुल पढ्ने विद्यार्थीहरूले चाहिँ मलाई चिन्नुहुन्छ है। सो भाइ बहिनीहरू कसैले हेर्दै हुनुहुन्छ भने त्यतिखेरको विद्यार्थीहरूलाई धेरै धेरै माया है, धेरै धेरै सम्झना छ। अझै पनि मलाई याद आउँछ त्यो स्कुल पढाउँदाखेरिको त्यो दिनहरू। सो आई मिस दोज डेज, आई मिस देम अल है। कुनै पनि स्कुलको कार्यक्रमहरू हुँदाखेरि है, म बाहिर भएको बेलामा पनि लालिमा स्कुलको पेजबाट फोटोहरू हाल्दाखेरि म यसो हेर्थेँ, मेरा विद्यार्थी, मैले पहिले पढाएका विद्यार्थीहरू देख्दा मलाई धेरै खुसी लाग्थ्यो। धेरैले प्रगति गर्नुभयो, त्यहाँबाट पढेर धेरै अगाडि पुगिसक्नुभयो धेरैजना है। मैले त्यतिखेर ब्याक इन 2015-16मा पढाएको विद्यार्थी अहिले 25-26मा आइपुग्दा, 10 वर्षमा आइपुग्दा धेरैले एसएलसी सकिसक्नुभयो, धेरैले 11-12 सकेर ब्याचलर पढ्दै हुनुहुन्छ। सो जो पनि हेर्दै हुनुहुन्छ, यदि हेर्दै हुनुहुन्छ भने सबैलाई धेरै धेरै माया, धेरै धेरै सम्झना है। एन्ड अहिले हामी ठ्याक्क समयगढ चोक आइपुग्यौँ। सो यो चाहिँ समयगढ चोक हो अनि यहाँ चाहिँ राम्रो बनाएको छ, दुईतिर वान वे बनाएको छ है। सो एकतिरबाट जाने मात्र, एकतिरबाट आउने मात्र। एन्ड यहाँबाट दुईवटा बाटो छुट्टिन्छ। यहाँबाट लेफ्टतिर जाँदाखेरि भनेको हामी तल सोलमारी हुँदै जान्छौँ भने हामी चाहिँ यता राइटतिर बाटोबाट जान्छौँ। सो यो बाटो चाहिँ गौरादा जाने बाटो, सर्टकट बाटो हो गौरादाको लागि। उताबाट चाहिँ सोलमारीतिरको बाटोबाट चाहिँ घुमेर जानुपर्छ धेरै, यताबाट खासै घुम्नु पर्दैन। त्यही भएर
यो बाटो एकदम सजिलो छ। तलैसम्म यो पनि पिच बनेको छ। अलिकति चाहिँ गौरादा आउनुभन्दा लगभग आई थिङ्क अलिकति मासतिर नै भनौँ न 1 किलोमिटर मासतिर चाहिँ अलिकति प्याच चाहिँ बनाउन बाँकी रहेछ। सो त्यो पनि बन्यो होला। अस्ति म लास्ट टाइम म नेपाल आइसकेपछि 1 महिना अगाडि आउँदाखेरि बनिने खालको वातावरणै थियो त्यसको। पुरै बनिसकेको चाहिँ थिएन, बट सायद बनिसक्यो होला। एन्ड हेरौँ कति के भएको छ, बाटो के छ, कस्तो छ अवस्था है, म देखाउँछु। सो राइड इन्जोय गर्नु होला। म एकछिन राइड गर्छु। सो यहाँहरूले भिडियो इन्जोय गरिदिनु होला। एन्ड यहाँ अहिले एकछिनमा भेटौँला है त। कुखुराका चल्लाले पनि साह्रै दुःख दिन्छ। यस्तै हो गाउँमा चाहिँ, यस्तै हो क्या। कहिले कुखुराको चल्ला, कहिले मान्छेका चल्ला, कहिले गाईबस्तु होइन। यस्तै कुराहरूले गर्दाखेरि चाहिँ अलिकति अवरोध हुन्छ थोरै। बट गाउँतिर घुम्नुको मजै बेग्लै छ क्या। हेर्नु न, हरियाली खेतीहरू है। प्रायः अहिले त खेती सबैको नै सक्यो लगभग। धान रोपाइ कार्यक्रमहरू सकिसक्यो। भाइहरू यहाँ फुटबल खेल्दैछ यी बिचमा बाटोमा। यस्तो छ गाउँको स्थिति, यस्तो हुन्छ क्या। सो यहाँ खसीका बाख्रा कुखुरा सबै यस्तै छन्। एन्ड यहाँ त्यही हो, गाउँमा बस्नुको फाइदा चाहिँ धेरै छ। लाइक तपाईँको आफ्नै खेती जमिन छ भने धान रोप्ने, धानको सिजनमा मकैको सिजनमा मकै लाउने, बाली लाउने है। अनि तपाईँले क्यास क्रप गरे पनि भयो, फुड क्रप गरे पनि भयो भन्नाले चाहिँ तपाईँले खेती व्यापार व्यवसायको लागि गर्छु होइन, व्यापार गर्ने हिसाबले खेती लगाउँछु भने पनि भयो, आफ्नो जीविकोपार्जनको लागि आफ्नो प्रयोजनको लागि लाउँछु भने पनि हुन्छ क्या गाउँमा चाहिँ। अब सहर बजारमा यस्तो धेरै खेती हुने ठाउँहरू हुँदैन। सहर बजार भन्दा नि अझै माथि गएर अलिकति गाउँ जस्तो ठाउँमा चाहिँ गर्नुपर्छ। गाडी बाइक सिक्ने ठाउँमै होइन यो हुन चाहिँ, तर अब यसरी सिकाउनुहुन्छ अब के भन्ने होइन। नगर्नु भन्दा पनि नमिल्ने उनीहरूको ठाउँ हो। यति बोल्दा लगभग 15-20 मिनट भयो म घरबाट हिँडेको है। म लगभग गौरादा आइपुगेँ भन्दा नि हुन्छ। फाइनली यो तल देखेको घरहरू चाहिँ गौरादा बजारको हो। सो हाम्रो बहिनी घर ठ्याक्कै यहीँनेरि छ, धेरै टाढा छैन। यो बाटोबाट साइडमा क्रस हुने बित्तिकै बहिनीहरूको घर यहीँनेरि छ। अनि दोकान पनि छ। त्यो घरदेखि उतापट्टि त्यहाँनिरको पाथिभरा रिकन्डिसन हाम्रो बहिनीहरूको हो होइन। रिकन्डिसन यहाँनिर छ। त्यहाँ अगाडि ग्यारेज छ हो, केटाहरू त्यहाँ ग्यारेजमा काम गर्छन्। यो बहिनीहरूकै हो घर यहीँनेरि हो। सो बाइकलाई यहीँ साइडमा राखौँ अनि अहिले एकछिनमा भेट्छु है त म। भान्जा म अनि मम्मी चाहिँ सब्जी बारीमा आइरहेछौँ सब्जी लिनलाई। अनि यहाँ करेला मजाले फल्यान, खोर्सानी यहाँ बुर्कुट खोर्सानी यहाँ, उता त काँक्रा गिरौँला। मम्मी ऊ पर बडीहरू टिप्न जानुभएको छ, त्यहाँ हुनुहुन्छ। सो अस्तिको भन्दा चाहिँ सब्जी अलिक कम भएर यता भान्जा र म। हेलो नानी जय गरिदिनु, जय नानी एकचोटि जय। ताली बजाइदिनु त, ताली बजाऊ। मन्दिरमा घन्टी कसरी बज्छ अरे नानी? टिङ 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 टिङ। ओ ल टिङ टिङ टिङ। सो भान्जा र मेरो आज 1 महिना पछाडि फेरि भेटघाट भएको छ। आज म पुराणको लागि आएको, एज आई टोल्ड यु बिफोर।
सो मम्मी त्यहाँ सब्जी निकाल्दै हुन्छ, सब्जी टिप्नुहुन्छ, हामी यता बाहिरै बस्छौँ, त्यहाँ गर्मी छ एन्ड यहाँ बाहिरैदेखि छ सब्जी पुरै। यता फर्सी सर्सी छ, मेवाको बोटहरू यहीँ छ है। अनि यो चाहिँ मम्मीहरूकै जग्गा हो, बहिनीहरूकै जग्गा हो यो। सो हामी बाहिरै बस्छौँ, बाइक यहाँनिर बाहिर छ। अनि यो चाहिँ गौरदा आउने अर्को बाटो हो है। यो चाहिँ पाडाजुङीबाट मङ्गलाबारे गेउरिया हुँदै आउने बाटो हो। अनि यहाँ तल पेट्रोल पम्प छ, यो पेट्रोल पम्पको ठ्याक्क पछाडिपट्टिबाट चाहिँ अनि दुईवटा बाटो छुट्टिन्छ, डिपु चोक जाने र गौरदा चोक जाने। सो हामी डिपु चोकतिर जाँदैनौँ, गौरदा चोकतिर जान्छौँ है। सो यहाँनिर बोर्ड पनि छ। यो चाहिँ बाटो, यो पनि बाटो चाहिँ एकदम राम्रो छ है। यहाँ बाइकहरू यसरी कुदिरहेको हुन्छ। यहाँ चाहिँ गाडीहरू धेरै कुद्छ यो बाटोमा चाहिँ, उताको बाटो भन्दा। सो पुलिस चौकी पनि त्यहीँनिर छ, चेकपोस्ट छ यहीँनिर साइडमा यहाँनिर है। एन्ड यहाँ मम्मी सब्जी टिपेर आउनुहुन्छ नि, त्यस पछाडि हामी निस्किन्छौँ। मेरो बाइक यहीँनिर छ, भान्जा र म यता। हामी बाई बाई गरिदिनु, टाटा गरिदिनु अहिलेलाई, टाटा टाटा। हुन्छ ल, डेडी र म गौरदा सब्जी बजार आएछौँ। बजार पनि अहिले तल सारेर छ, पहिले माथि चोकमै थियो, गौरदा चोकमै थियो, अहिले सब्जी बजार यता सारेर छ। सब्जी लिन आइरहेछौँ। सो यो चाहिँ गौरदाको सब्जी बजार। अनि भिडभाडै हुँदो रहेछ अलिक। अब त बेलुका 5:30 भन्दा नि उकालो लागिसक्यो, 6:30 भन्दा उकालो लागिसक्यो, बजार उठ्ने बेला पनि भइसक्यो हुन त। त्यही पनि बजारको स्थिति यस्तो छ, भिडभाड। बजार किनमेल गर्दा गर्दा यता यहाँ रेडी किन्दै हुन्छ, किनमेल गर्दा गर्दा यहाँ हावा पानीले बिताउँछ जस्तो छ। बेलुका साँझ परिसक्यो, लाइट बालेर बजार चलिरहेको छ है। हावा पानीले चाहिँ साह्रै डुबाउँछ जस्तो छ, दामी पानी पर्छ जस्तो छ। मौसम हेर्दा त बादल त कालो 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 भइसक्यो, अनि यहीँनिर पर्लै जतिकै भइसकिसक्यो होइन। सो हामी यहाँ हतार गर्दैछौँ, छिटो छिटो किन्छौँ अनि त्यस पछाडि हामी यहाँबाट निस्किन्छौँ। सो बजारको अन्तिम अवस्था अपडेट चाहिँ यस्तो छ। मैले इन्स्टाग्राममा अलरेडी एउटा स्टोरी लगाइदिएको छु, आई थिङ्क तपाईँहरूले स्टोरी पनि हेर्नुभयो होला है। सो हामी किनमेल सक्छौँ अनि त्यस पछाडि अहिले भेटौँ न। सो टाइम बेलुकाको 9:45 जस्तो भयो है। अनि म અહીં घरमै छु, मन्दिर जाने, त्यहाँ पुराणमा जाने भनेको, पानी परेर बिजोग छ, पानी परिरहेको छ अहिले पनि। सो ड्याडी जानुभयो, त्यहाँ एकछिन रेनकोट ओढेर म गइनँ पानीमा, यस्तो झरीमा है। अब बिजी हालिन्छ। अघि पनि एकचोटि गौरदा बजार गएको थियौँ, तपाईँहरूले योभन्दा अगाडिको क्लिप हेरिहाल्नुभयो होला। पानी भयङ्कर पऱ्यो त्यतिखेरै, बजारबाट निक्लिँदै पानी पऱ्यो। आउँदै बाटोमा आधी सर त हिलो बनाइहाल्यो। अनि आएर यहाँ यसो फ्रेस भइयो, खानासाना खाइयो, भान्जासँग यतिकै खेल्दै गइहाल्यो, टाइम पनि गइहाल्यो, पानी पनि रोकेको थिएन। ड्याडी म एकछिन नपुगे हुँदैन भन्नुभयो, आज गणेश बिदा गर्ने अरे भन्दै हुन्थ्यो होइन। गणेश पूजा आज सकिने अरे, अनि त्यही भएर ड्याडी जानै पर्ने भएर ड्याडी जानुभयो। सो मम्मीहरू माथि हुनुहुन्छ, भान्जा बहिनी माथि हुनुहुन्छ है, म यता तलै छु। मेरो ओछ्यानीनेरि छ है। सो सुत्ने बेला भयो, अब सुत्छु म। बिहान कति बजी हुन्छ थाहा छैन, बिहानै छिटै गरेर जान्छु होला गयो भने पनि। अब के भन्नुहुन्छ, ड्याडी मम्मी पनि भोलि कता निक्लिने अरे। यहाँ ड्याडी मम्मीको अनि कहाँ एक ठाउँमा त्यहाँ जानुपर्ने छ अरे 10 दिनको काममा। सो भोलि म सायद 9-10 बजीतिर मात्रै निक्लिन्छु होला। बिहान बहिनीले खानासाना बनाउँछ, बहिनी त खाना बनाउनु थाले पछाडि भान्जा हेर्नुपर्छ एकछिन भए पनि। मम्मी ड्याडी दुईजना जानुभयो भने गाह्रो हुन्छ, अनि त्यही भएर म बस्छु। सो लगभग दिउँसोतिर जान्छु गयो भने पनि। हेरौँ यो भिडियो एन्ड गर्छु कि भोलि बिहान एन्ड गर्छु थाहा छैन है। सो भोलि बिहान मन्दिर गएछु, पानी रोकिएछ, बिहान उठेर मन्दिर जान पाएँ भने म मन्दिरको पनि भिडियो लगाइदिन्छु। सो अहिलेलाई टाइम बेलुकाको 9:45 भयो, अब सुत्नुपर्छ। सो अहिले म सुत्छु। भिडियो एन्ड गर्नु परेछ भने बिहान उठेर एन्ड गरौँला त। The next day. सो टाइम लगभग बिहानको 10 बजी जस्तो भयो। यो हाम्रो बहिनीहरूको दोकान, बाइकको पार्ट्सहरू छ यहाँ चाहिँ।
हाम्रो भाइको काकाहरू अर्को भाइ यहाँ कहाँ लुको ए बहिनी कहाँ हिँड्यो तिमी टाइम 5:22 भयो अनि म घर पनि आइपुगेँ है त्यहाँ अघि एकछिन बहिनीहरूकोबाट निक्लिँदाखेरि पानी पऱ्यो अनि अलिक ढिलो ढिलो निस्केँ म 3:30तिर मात्रै निक्लेँ त्यहाँबाट सो म घर आइपुगेँ अब या आजको भ्लगमा यति नै है भ्लगमा हिजो भनेको कुरा चाहिँ मैले देखाउन पाइनँ म त्यहाँनिर मन्दिरमा पुराण लाग्दै थियो पुराण देखाउने भनेर गएको त्यो देखाउन पाइनँ बट या मैले गौरादा बजार देखाएँ आई डोन्ट नो यो भिडियोमा के छ कस्तो छ केही थाहा छैन मलाई सो या आई होप तपाईँहरूलाई भिडियो मन पऱ्यो होला भिडियो मन पऱ्यो भिडियो यहाँसम्म हेरिदिनु भयो भने भिडियो लाइक गरिदिनु होला भिडियोमा के मन पऱ्यो के मन परेन कमेन्ट गरिदिनु होला सो नेक्स्ट टाइम फेरि पुरानो लाग्दैछ 1 महिनाको पुरानो सो कुनै दिन अरू दिन गएर म फेरि त्यो पनि देखाउँला अहिलेलाई यति भन्दै म बिदा हुन चाहन्छु सो किप लभिङ किप सपोर्टिङ साइनिङ अफ सुशील सी यू गाइज इन द नेक्स्ट ब्लग टिल देन बाई बाई